एभ्रिवान, राधे राधे सबैलाई गुड मर्निङ। तपाईहरु पनि पाठ पूजा गरिसक्नु भयो होला है साथीहरु। मैले त सके अन्त त्यहाँदेखिको म चिया पिउन आको यहाँ तल। साथीहरु तपाईहरु पनि श्रीहरिको भक्त हुनुहुन्छ भने आजको दिन चाहिँ धेरै धेरै राम्रो हो, महालक्ष्मीको दिन हो साथीहरु। राधे राधे साथीहरु सबैलाई है। आज चाहिँ तपाईहरु के किन्नुहुन्छ भने पैसै नभए पनि एउटा माटोको मटका चाहिँ किन्नुहोस् है साथीहरु। मैले चाहिँ उहिले किनेको, उहिलेकै पोहोर म त बिर्सी पो आज त। मेरो नातु चाहिँ हेर्दैछ है, अझैले बोलेको पोहोर किनेको साथीहरु। मैले मटका नि गरे तेलमा चाहिँ किचनमा पानी हालेर राख्नुपर्छ। तपाईले मिसिनको त्यो के अरे बुहारी त्यो मिसिनको पानी खाने त्यो लगाउँछ नि, त्यो मिनरल वाटर हुने मिसिनको। त्यो त अहिलेको नयाँ जमानाको कुराहरू हो साथीहरु। जब सत्य जुगदेखिको उहिलेदेखि चाहिँ माटोको मटका हो साथीहरु। त्यही भएर लक्ष्मी बास बस्छ अरे के हो, माटोको मटका माटो। सरी साथीहरु, झन्डै म त के पो भनि पठाउँछु त, मुख पनि लटपटिन्छ है। बाबु गयो लु 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 लु, यो त एक जग्गा एकछिन त बस्दैन साथीहरु। माटोको मटका राख्नुहोस् है, त्यसमा तपाईहरुले पानी पिउनुहोस् या नपिउनुहोस्। माटोको मटका चाहिँ किचनको त्यो साइडमा राख्नुहोस्, दक्षिण दिशा फर्काएर म चाहिँ त्यता राख्छु है साथीहरु। धेरै राम्रो हुन्छ, घरलाई शान्ति सुख हुन्छ। कसैलाई फ्रिजको पानीले असर पर्छ है, त्यही माटोको मटका गरममा खानु हामी त खान्छौँ पनि है। सर्दीहरू लागेको बेलामा फ्रिजको खाँदिनँ, त्यही माटोको मटकाको खान्छु म। एकदम चिसो हुन्छ साथीहरु। बिहानै पखालीओरी भरेर टन्नै राखिदिनुहोस्, राम्रो हुन्छ। त्यही भएर आज पैसा हुनेहरूले सुन चाँदी किन्दा पनि हुन्छ, पैसा नहुनेहरूले चाहिँ यो माटोको मटका किन्दा हुन्छ। मलाई चाहिँ धेरै जरुरी माटोकै मटका लाग्यो, त्यही भएर मैले चाहिँ माटोको मटका किने साथीहरु। पोहोर किनेको। अब यो पालि चाहिँ आज चाहिँ सोच्नुपर्छ के किन्नुपर्ने छ भनेर साथीहरु। जे किन्दा पनि हुन्छ, तपाईहरुले धेरै धेरै आजको दिन राम्रो हो। उहिले त हामीलाई थाहा थिएन, सिर्फ लक्ष्मी पूजा मात्रै थाहा हुन्थ्यो है, सालमा एकखेप किन्थ्यौँ। तर अहिले चाहिँ यो आजको अक्षय तिथि भन्ने पनि एकदमै राम्रो दिन हो आजको दिन। मैले त्यसरी नै माटोको मटका किनेको छु साथीहरु। तपाईहरु किन्नुहोस्, धेरै धेरै राम्रो हुन्छ। राधे राधे सबैलाई गुड मर्निङ। मेरो फेसबुकको जति पनि साथीहरु छ धेरै 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 माया है मेरो तर्फबाट।